चाहिँ मसँग चाउमिन थियो तर चाउमिनमा हाल्ने सामान थिएन, त्यही भएर मैले सोचेँ। तर मैले चाहिँ चाउमिन चाहिँ खाएरै छोड्छु भनेर चाहिँ मैले चाउमिनको लागि पानी बसालेको थिएँ। अब चाहिँ मैले चाउमिन त्यसमा हालिसकेँ। अब चाहिँ मैले यसो सोचेको थिएँ, अब मैले यसमा मैगी मसला ल्याइसकेँ दोकानमा गएर। अब चाहिँ मैले यसमा टमाटर र प्याज हाल्दैछु अनि खुर्सानी, मसँग भएको सामान चाहिँ त्यति हो। अनि मैले त्यसलाई चाहिँ बिस्तारै बिस्तारै गरेर काट्दैछु। काटिसकेपछि चाहिँ मैले चाहिँ त्यसमा चाहिँ त्यो चाउमिन चाहिँ मेरो अझैसम्म पाकेको छैन, तर मलाई चाहिँ एकदमै नै खान मन लागेर तुलबुल भइरहेको थियो। अनि मैले चाहिँ बार ढक्कन खोलेर हेरै गरेको थिएँ। अनि मलाई झ्याउ लागेको थियो, पाक्दै पाकेन। मेरो ग्यास सानो बोलेको कि त्यो चाउमिन नपाकेको मैले बुझिनँ। त्यही भएर मैले त्यसमा अब मेरो चाउमिन पाकिसकेपछि चाहिँ मैले त्यसमा त्यो खनाउने ठाउँमा एकदमै तेल लगाएर मैले चाहिँ खनाएर चिसो पानी हालेर तयार पारिसकेँ। अनि मैले यता चाहिँ तेल बसालेर रेडी पारिसकेको थिएँ। अब चाहिँ म चाहिँ नानीलाई माथि सुताएको थिएँ। म नानीलाई सुताउन माथि नानीलाई हेर्न आएको त अझै पनि सुतेकी रहेछन्। त्यही भएर म खुसी हुँदै म फेरि तल गएँ। तल गइसकेपछि मेरो तेल हेरेको अलिअलि अझै पनि नतातेको, त्यही पनि मलाई चाहिँ खाना एकदमै हतार भएर मैले चाहिँ અહીં काटेको सामानहरू चाहिँ मैले हालिदिइसकेँ। हालिदिइसकेपछि चाहिँ मैले भुटेँ तपाईँहरूलाई पनि देखाउँदैछु। यहाँ भुटेर त नपाक्दै पनि मैले चाउमिन हालेँ, किनकि मलाई खाना एकदमै हतार थियो। त्यही भएर हतार भएको कारणले मैले चाहिँ चाउमिन एकदमै खाएँ। अनि बनाउनलाई पनि मैले रेडी एकदमै मनले खाने भनेर चाहिँ मैले बनाएकी थिएँ। अब चाहिँ मैले एउटा चम्मच लिएर एउटा डाडुले चाहिँ चलाएको अब त्यसमा चाहिँ मैले थोरै हल्दी अनि नुन हाल्दैछु अनि थोरै मसला हाल्छु। अनि त्यसमा एकैछिनपछि हेर्नुहोस्, मैले अब मैगी मसला पनि त्यसमा हालिदिइसकेँ। मैगी मसला हालेपछि चाहिँ मैले एकदमै मिठो स्वाद आउँछ भनी सुनेको थिएँ, त्यही भएर चाहिँ आज मैले पहिलोचोटि चेक गरेँ। अनि त्यसमा मैले थोरै चाहिँ मसँग चुक थियो, त्यही भएर चुक पनि मैले हालिदिइसकेँ। हेर्नुहोस् है, मसँग केही पनि सामान थिएन त्यो उसमा हाल्ने, चाउमिनमा हाल्ने, तर पनि मैले यस्तो तयार पारेर खानालाई गएँ। अनि मैले दाइलाई पनि दिनको लागि चाहिँ मैले प्लेटमा निकालिसकेँ। मेरो चाउमिन चाहिँ बनिसक्यो। दाइले चाहिँ एकदमै मिठो गरेर खाना ल्याउनु भएको थियो। अनि फेरि मैले पनि मेरो लागि पनि निकालेर म चाहिँ माथि लिएर गएर मैले खाना ल्याइसकेँ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।